ल आज चाहिँ हामी 22 गतेको मङ्सिरको 22 गतेको सेकेन्ड शिफ्टको क्वेसन डिस्कस गर्न गइरहेका छौँ है त। पास्ट क्वेसनहरू अब सुरुमा छ द एस्पेक्ट रेसियो अफ द लेटर रेफर्स टु द रेसियो अफ इट्स भनेको छ। यो एस्पेक्ट रेसियो भनेको के हो भने नि एस्पेक्ट रेसियो। अर्को क्वेसन छ सोयल अफ काठमाडौँ भ्याली इज भनेर छ। काठमाडौँ भ्यालीमा हुने तपाईँको ब्ल्याक कटन मात्रै अप्सन छ भने चाहिँ ब्ल्याक कटन लगाउनु पर्यो है। अब काठमाडौँको भ्यालीमा चाहिँ अर्ग्यानिक सोइलहरू पनि पाउँछ, कुनै ठाउँमा स्यान्डी सोइल पनि भेटिने भएकोले यहाँ बोथ भन्दा पनि अल हुन्छ है। अप्सन अल आउँदा चाहिँ अल प्रिफर गर्नु पर्यो है त। यदि अल छैन भने चाहिँ ब्ल्याक कटनमा लाउनु पर्यो। फर अ गिवन डिस्चार्ज इफिसियन्सी अफ सेडिमेन्टेसन ट्याङ्क क्यान बी इन्क्रिज बाई भनेको छ। अब यसमा चाहिँ हाम्रो इफिसियन्सीको एउटा फर्मुला छ, भेक्टर्स भन्ने मान्छेले दिनुभएको फर्मुला छ 1 - e को पावर - ओमेगा एएस बाई क्यू भनेर छ। यसमा चाहिँ यो ओमेगा भनेको चाहिँ सेटलिङ भेलोसिटी है त। यो भनेको सर्फेस एरिया हो, यो भनेको डिस्चार्ज हो, यो ई भनेको त एक्सपोनेन्शियल भइहाल्यो। इफिसियन्सीको फर्मुला यो हुन्छ। अनि यसले सोधेको छ के सोधेको छ इफिसियन्सी अफ सेडिमेन्टेसन ट्याङ्क क्यान बी इन्क्रिज बाई भनेको छ हेर्नु त। यसमा कुन कुन प्यारामिटर चेन्ज गर्दाखेरि चाहिँ इफिसियन्सी बढ्छ होला त हाम्रो। जस्तै यहाँनिर यो माइनसले गर्दा यो पुरै टर्मको इन्भर्सली प्रोपोर्सनल छ यो, अनि यो पावरमा पनि माइनस छ भने चाहिँ डाइरेक्टली प्रोपोर्सनल छ। अब एरिया बढ्यो भने इफिसियन्सी पनि बढ्छ, ओमेगा बढ्यो भने इफिसियन्सी पनि बढ्छ, क्यू घट्यो भने इफिसियन्सी बढ्छ है त। अब अप्सनहरू के दिएछ भन्दा इन्क्रिजिङ डेप्थ अफ द बेसिन हेर्नु त, डेप्थको कुरो छैन त्यहाँ, डिक्रिजिङ डेप्थ पनि हुने भएन, इन्क्रिजिङ द एरिया अफ द बेसिन है त। यो भनेको सर्फेस एरिया एएस भनेको के हो, यही हो। इन्क्रिज गऱ्यो भने के हुन्छ इफिसियन्सी पनि इन्क्रिज हुन्छ। डिक्रिजिङ हुने भयो त हुने भएन, यो भयो भने त इफिसियन्सी पनि डिक्रिज हुन्छ। त्यसपछि अर्को छ वेभ क्रिप्लिङ इन स्टिल बिम अकर्स ड्यु टु भनेको छ। वेभ क्रिप्लिङ भनेको कस्तो भन्दा तपाईँको जस्तै कुनै एउटा आई सेक्सन मैले बनाएँ भने यतापट्टि चाहिँ कुनै पोइन्ट लोड चाहिँ एक्सेसिभ लोड आयो र यहाँनिर तपाईँको जुन डाइरेक्ट स्ट्रेस आउँछ त्यो चाहिँ यहाँबाट यता ट्रान्सफर हुँदै गर्दाखेरि त यसमा त धेरै स्ट्रेस लाग्छ नि त। त्यही भएर यहाँनिर चाहिँ यो बाङ्गिन्छ क्या, यो वेभ पोर्सन चाहिँ बाङ्गिन जान्छ। त्यस्तोलाई चाहिँ के भन्छ हामीले क्रिप्लिङ भएको भन्छौँ है त। अब यसमा सोधेको छ वेभ क्रिप्लिङ इन स्टिल बिम्स अकर्स ड्यु टु भनेको छ। यो ठ्याक्कै यो कन्सन्ट्रेटेड लोड फेलियर अफ वेभ अन्डर कन्सन्ट्रेटेड लोड हो है त यसको एन्सर चाहिँ। किन त भन्दा यो लोड चाहिँ धेरै लाग्दा डाइरेक्ट स्ट्रेस धान्न नसकेर यतातिर त स्ट्रेस कम लाग्छ, यहाँ एरिया कम छ भनेपछि के हुन्छ स्ट्रेस बढी हुन्छ, यहाँनिर धान्न सक्दैन, त्यही भएर यो चाहिँ बाङ्गिन्छ है त। यस्तो यस्तो सेपमा देखाउन सकिन्छ। यो चाहिँ के हो वेभ क्रिप्लिङ भएको भन्छौँ। त्यस्तै अर्को छ कन्डिसन फर वेल कन्डिसनल ट्रायङ्गल भनेको छ। क्वेसन अलि इन्कम्प्लिट रहेछ। कन्डिसन फर वेल कन्डिसन ट्रायङ्गल एङ्गल सुड नट बी लेस देन है त। यो होइन, फर वेल कन्डिसन ट्रायङ्गल एङ्गल सुड नट बी लेस देन है त एक्चुअल क्वेसन चाहिँ। हेर्नु त कतिभन्दा सानो हुनु हुँदैन त, हाम्रो 120 डिग्री भन्दा ठुलो हुनु हुँदैन, सानोमै 30 डिग्री भन्दा सानो हुनु हुँदैन है त। अनि चाहिँ हाम्रो के छ 30 डिग्री छ। पर्फेक्टली वेल कन्डिसनल हुनलाई के हुनुपर्छ तिनटै 60 हुनु पर्यो है। अर्को छ प्रोफेसनल कोड अफ कन्डक्ट इस्युड बाई एनइसी छ। यसमा चाहिँ तपाईँको लेटेस्ट अपडेट पनि आएको छ अहिले। लेटेस्ट अपडेट अनुसार 11 वटा छ, तर योभन्दा अगाडि हामीले पढ्दा के थियो 8 वटा छ है त। तपाईँको अब 11 आयो अप्सनमा भने 11 लाउनु होला, होइन भने चाहिँ यो पुरानै क्वेसन रहेछ अपडेट भएको रहेनछ भनेर 8 नै लाउनु होला है त यसमा चाहिँ। अर्को छ रिलेसन अफ इजी एन्ड म्यू भनेर छ। तपाईँको एउटा रिलेसन छ इजी र के को बिचमा। ई भनेको के हो मोडुलस अफ इलास्टिसिटी भनेको 2g1 - म्यू 1 + म्यू इक्वल टु 3k1 - 2 म्यू भनेर यो फर्मुला छ। यति सम्झिनु भने नि त यहाँ 1 2 3 प्याटर्नमै छ नि त। यति कुरा चाहिँ सम्झिनु भयो भने हुन्छ। यो 1D मा छ, यो 2D मा छ, यो 3D मा छ है त। त्यही भएर 2 3 आइरहेछ। अब हामीलाई सोधेको छ ई र जी को सोधेको छ। ई र जी को सोधेको छ। सिम्पली अब म्यूलाई एकातिर राखेर अरूलाई अर्कोतिर राखिदिएको छ भने चाहिँ यसलाई त ल्याउनु भयो भने e/2g भइहाल्छ, अनि 1 लाई पनि यतालाई -1 इक्वल टु म्यू आउँछ यो दुईटाबाट। अब कुनसँग मिल्यो त अन्त e/2g - 1।
यो हुने भयो त एन्सर। त्यसपछि अर्को क्वेसन के छ त भन्दा व्हिच अफ द फलोइङ इज इन्डिटर्मिनेन्ट स्ट्रक्चर भनेको छ। अब इन्डिटर्मिनेन्ट हो कि होइन भनेर के गर्नु पर्यो, डिग्री अफ स्ट्याटिक इन्डिटर्मिनेन्सी थाहा हुनु पर्यो। यसको कति हुन्छ त, जस्तै हामीलाई 2 हिन्ज आर्च भनेको छ। 2 हिन्ज आर्च भनेको त के हो, आर्चमा पनि 2वटा हिन्ज छ यता र यता। हिन्जमा कतिवटा अननोन हुन्छ, 2टा रियाक्सन आउँछ नि त, होरिजेन्टल र भर्टिकल दुवैतिर यस्तो आउँछ। भनेपछि 4वटा रियाक्सन छ। इक्वेसन कतिवटा हो हाम्रो, इक्विलिब्रियम इक्वेसन 3टा हो। भनेपछि यसको डिग्री कति छ, 1 छ। अब 3 हिन्ज आर्चमा के छ, 3 हिन्जमा तपाईँको 2टा हिन्ज त यता छेउछेउमा भइहाल्यो। अर्को हिन्ज चाहिँ के हो, इन्टरनल हिन्ज हो है त। इन्टरनल हिन्जले के हुन्छ, एउटा इक्वेसन एक्स्ट्रा दिन्छ। भनेपछि हाम्रो के छ, अननोन चाहिँ 4वटै छ, 1 2 3 4वटै छ। तर हाम्रो के छ, इक्वेसन इक्विलिब्रियम 3टा छ र एउटा एक्सटर्नल इक्वेसन चाहिँ के छ, एउटा कुनै पनि जोइन्टमा हिन्ज आयो भने m-1वटा एक्स्ट्रा इक्वेसन हुन्छ है त। यहाँ कतिवटा छ, 2टा मेम्बर छ कनेक्टेड भनेपछि 2 - 1 गर्दा 1 आउँछ है त। जस्तै यहाँ तपाईँहरूको बिमहरूको फ्रेमहरूको केसमा यस्तो ठाउँमा हिन्ज आइदिएको भएदेखि 1 2 3 4वटा मेम्बर कनेक्टेड छ नि त, 4 - 1 3टा इक्वेसन एक्स्ट्रा हुन्थ्यो है त। यहाँ चाहिँ के हुने भयो, एउटा मात्र हुने हो। भनेपछि 3 + 1 गर्दा के आउँछ, यसमा 0 आउँछ। अब सिम्पली सपोर्टेड बिम भनेको छ। यो भनेको त हाम्रो के छ, यो त सजिलै हामीले सबभन्दा धेरै गरेको भइहाल्यो। यहाँ पनि 1 2 3टा रियाक्सन हुन्छ, इक्वेसन पनि 3टै हुन्छ। 3 - 3 भयो। अनि क्यान्टिलिभर बिम भनेको पनि, क्यान्टिलिभर भने एकैतिर यहाँ के हुन्छ, 3टा अननोन हुन्छ मोमेन्ट सहित। भनेपछि 3 - 3 हुन्छ। भनेको सबैको के छ, 0 आयो नि त। डिग्री अफ स्ट्याटिक इन्डिटर्मिनेन्सी यसको चाहिँ 1 आयो। भनेपछि यो चाहिँ के रहेछ, इन्डिटर्मिनेन्ट स्ट्रक्चर रहेछ है। अर्को के छ त भन्दा बिटुमिन कन्टेन्ट इज डिटरमाइन्ड बाई व्हिच टेस्ट भनेको छ। अब हेर्नु त, यो भिबी टेस्ट भनेको के हो, हाम्रो वर्केबिलिटी टेस्ट गर्ने टेस्ट हो। डक्टिलिटी भ्यालु टेस्ट गर्ने भनेको के हो, डक्टिलिटी टेस्ट भनेको यो त बिटुमिनको टेस्ट हो त। डक्टिलिटी भ्यालु टेस्ट त गर्थ्यौँ गर्न चाहिँ, त्यो चाहिँ पेनिट्रेसन टेस्टबाट गर्थ्यौँ होला है त, डक्टिलिटी भ्यालु चाहिँ। त्यसपछि मार्शल टेस्ट भनेको छ। मार्शल टेस्टबाट अप्टिमम कन्टेन्ट अफ बिटुमिन निकाल्छौँ नि त, OMB, अप्टिमम कन्टेन्ट अफ बिटुमिन है त, ल OB। यो चाहिँ केबाट निकाल्थ्यौँ, मार्शल टेस्टबाट झिक्थ्यौँ। भने चाहिँ यहीँ त्यही नै सोधेको छ, बिटुमिन कन्टेन्ट इज डिटरमाइन्ड बाई व्हिच टेस्ट। यो हुने भयो त एन्सर। पेनिट्रेसन टेस्टबाट के हो, डक्टिलिटी भ्यालु निकाल्छौँ है त। अर्को छ 10 नम्बरमा, मोमेन्ट अफ इनर्सिया अफ MOI अफ इनर्सिया के भयो, मोमेन्ट अफ इनर्सिया यहीँ छ है, एक्स्ट्रा भएछ यो। मोमेन्ट अफ इनर्सिया अफ हलो सर्कुलर भनेको कति हुन्छ त, हलो सर्कुलर भित्रकोलाई मैले d/2, बाहिरकोलाई d/2 रेडियसलाई माने भने मोमेन्ट अफ इनर्सिया सोधेछ भनेपछि πd⁴/64 हो। तर हाम्रो के छ, भित्रको त घटाउनु पर्यो, हलो छ भनेपछि के छ, πd⁴/64। यहाँ इन टर्म्स अफ r दिएको रहेछ। r भयो भने के हुन्छ त, यहाँनिर d/2 भनेको त r हो नि त। भनेपछि 2 दुना 4 दुना 8 दुना 16, 16लाई चाहिँ भित्र लगिदियो भने के छ, πr⁴/4 माइनस πr⁴/4 हुने भयो त। स्मल r राख्यो भने मैले, यो कतै अप्सनमा छ त, 16 भने 16 होइन 4 भनेको π/4, r को यहाँ छ है त, अप्सन सी मा। कुनै कन्फ्युजन अथवा त्यस्तो केही नजानेको क्वेसन नबुझेको कुरा छ भने चाहिँ सोध्नु होला है त। यहीँ सोध्न सक्नुहुन्छ तपाईँले च्याटमा। कन्टिन्यू। अब 11 नम्बरमा म्याक्सिमम डेन्सिटी अफ वाटर एट, हेर्नु त यति सजिलो क्वेसन चाहिँ सोधेको छ। यो त 7-8 का भाइ बहिनीले पनि मिलाउँछन् होला। 4 डिग्री है त। यो त म्याक्सिमम डेन्सिटी अफ वाटर कतिमा हुन्छ, 4 डिग्रीमा हुन्छ। आरो अफ रो अफ फिडर रोड भन्ने छ। ROW भनेको के हो, राइट अफ वे है त, राइट अफ वे। यो भनेको के हो, कुनै पनि रोड बनाउनु पर्ने छ भने वरिपरि अक्वायर गर्नुपर्ने ल्यान्ड हो। अब हेर्नु त, हाम्रो यो त NRS ले, नेपाल रोड स्ट्यान्डर्डले के छ, स्पेसिफाई नै गर्दैछ। नेसनल हाइवे छ भने 50 मिटर,
त्यसपछि फिडर हाइवे छ भने 30 मिटर फिडर रोडको लागि है त, अनि डिस्ट्रिक्ट रोडको लागि 20 मिटर है त डिस्ट्रिक्ट। अब हामीलाई फिडरको सोधा छ भने चाहिँ कति हुन्छ 30 मिटर हुन्छ है। one end of a column is kept free and other end fixed, then ratio of L effective to L सोधा छ है त। यो त फेरि तपाईको के भयो दुईटै फिक्स्ड भयो भने के थियो L/2 हुन्थ्यो L इफेक्टिभ, एउटा फिक्स्ड अर्को हिन्ज भयो भने L/√2 हुन्थ्यो, अनि दुईटै हिन्ज भयो भने L हुन्थ्यो, र एउटा फिक्स्ड अर्को फ्री है त, फ्री भयो भने के हुन्थ्यो 2L हुन्थ्यो। भनेपछि रेसियो के छ हेर्नु त, हामीलाई सोधेको के छ केप्ट फ्री एन्ड एन्ड अदर फिक्स्ड, हेर्नु त एउटा चाहिँ फिक्स्ड भनेको छ अर्को चाहिँ फ्री भनेको छ, रेसियो कति छ यो चाहिँ L इफेक्टिभ हो यति, भनेपछि यसलाई उता लगिदियो भने के हुन्छ 2 आउँछ है त रेसियो। कुलमान्स ग्राफ इज युज्ड इन भनेको छ, यो चाहिँ के भन्दा नि जस्तै कलम वाइज थ्योरी चाहिँ हाम्रो एनालाइटिकल सोल्युसन थियो, यो अलिकति कम्प्लेक्स भएको कारणले गर्दा कुलमान भन्ने मान्छेले चाहिँ के छ यसको ग्राफिकल सोल्युसन निकाल्दै थियो कि हामीले ग्राफ हेरेर डाइरेक्ट नै के गर्न सक्थ्यौँ भ्यालु निकाल्न सक्थ्यौँ। भने यसमा कुलमान्स ग्राफ इज युज्ड इन कलम वाइज एनालाइसिस हुन्छ है त, कलम वाइज थ्योरी। क्यापिटल बजेटिङ इज भनेको छ, अब यसमा चाहिँ क्यापिटल बजेटिङ भनेको के हो पहिला त्यो बुझ्नु पर्यो। क्यापिटल बजेटिङ भनेको कुनै पनि प्रोजेक्ट होस् अथवा केही पनि कुरामा एकदमै धेरै फन्ड चाहिँ उठाउने प्रोसेस चाहिँ के हो क्यापिटल बजेटिङ हो क्या। हामीलाई धेरै पैसा चाहियो भने चाहिँ इन्भेस्टमेन्ट उठाउनु पर्यो भने त्यो क्यापिटल बजेटिङबाट गरिन्छ है। अनि यो चाहिँ अलिकति डिसिजन के छ हाम्रो इम्पोर्टेन्ट डिसिजन हो नि त, त्यही भएर हामीले चाहिँ एकचोटि लिइसकेपछि यो चाहिँ ब्याक हुँदैन भन्ने एजुम्सनको कारणले गर्दा यो चाहिँ इरिभर्सिबल हुन्छ है त। क्यापिटल बजेटिङ इज इरिभर्सिबल प्रोसेस, एकदमै केयरको साथ गर्नुपर्ने हुन्छ, धेरै पैसाहरू चाहिँ लगानी हुँदैछ नि त यसमा, त्यही भएर हामीले सोच विचार गरेर गर्छौँ, त्यही भएर एकचोटि लगानी गरिसकेपछि त्यो फिर्ता हुँदैन है त, त्यही भएर यो चाहिँ इरिभर्सिबल प्रोसेस हो। पर्मिसिबल पिएच फर पब्लिक वाटर सप्लाई रेन्ज बिट्विन भन्छ त एकदम सजिलो भइहाल्यो है, तपाईँहरूले धेरैचोटि भेटिसक्नु होला के छ 7 को आसपास छ, यता 6.5 सँग, यता यो 7 भनेको न्युट्रल हो नि त, यता 8.5 सम्म है त, यो भयो। अनि मिनिमम साइज अफ सिवेयर भनेको छ, मिनिमम कति हो साइज थाहा छ हेर्नु त। सिवेयर भन्यो भने चाहिँ 15 सेन्टिमिटर हो, वाटर सप्लाई पाइप भन्यो भने चाहिँ 15 mm है त। यो पनि बेला बेला सोधिराखेको छ क्वेसन। अब फर 1 मिटर क्युब भोल्युम अफ 1:1.5:3 PCC हाउ मेनी ब्याग अफ सिमेन्ट आर रिक्वायर भनेको छ। पहिला हेर्नु त यतिमा छ भने सिमेन्ट कति हुन्छ, सिमेन्ट हाम्रो जस्तै 1 पार्ट छ, यतिवटा पार्ट भनेपछि 1 पार्ट कति 3 4 5 5.5 पार्टमा 1 पार्ट रहेछ, यहाँबाट के आउँछ मिटर क्युब भनेपछि यो त भोल्युम आउने भयो। यसमा हाम्रो के छ PCC हो नि त, यसमा कति पर्सेन्टले इन्क्रिज गराउनुपर्छ हामीले 1.54 होला नि होइन, 1.5 टाइम्स। प्लेन सिमेन्ट कङ्क्रिटमा कतिले बढाउनुपर्छ 50 अथवा 50 देखि 55 भन्ने हुन्छ, हामीले नर्मली 54% बढाउँछौँ इन्टु। अब यहाँ मिटर क्युबमा आइसक्यो, त्यो मिटर क्युबलाई तपाईँले ब्यागमा मात्र लानु पर्यो क्या। हामीलाई के थाहा छ भन्दा 1440 kg पर मिटर क्युब डेन्सिटी हो, र एउटा ब्यागमा कति छ 50 kg हुन्छ नि त, 50 kg, यो दुईटा कुरोबाट निकाल्न सक्नुहुन्छ त। यो मिटर क्युबबाट पहिला केजीमा लानु, अनि केजीले 50 ले डिभाइड गरेर कतिवटा ब्याग आउँछ त्यहाँबाट आउँछ है। यसको एन्सर चाहिँ तपाईँको 7-8 तिर 7 आउँछ कि जस्तो लाग्छ मलाई। क्यानल फल इज प्रोभाइडेड इफ भनेको छ, क्यानल फल चाहिँ कस्तो बेला प्रोभाइड गरिन्छ त, जस्तै यसरी यो ग्राउन्ड गइराखेको रहेछ, तपाईँको क्यानल चाहिँ यस्तोरी मिलाएर लगिराख्नु रहेछ। अब झ्याप्प यसरी ग्राउन्ड चाहिँ के भयो ड्रप भइदियो भने हाम्रो क्यानल पनि ड्रप गराउनु पर्यो नि त ग्राउन्डसँग मिलाउनको लागि। यस्तो बेला चाहिँ हामीले के गर्छौँ क्यानल ड्रप प्रोभाइड गर्छौँ। अब अप्सन पढ्यो भने ग्राउन्ड स्लोप एक्सिड डिजाइन्ड बेड स्लोप, हेर्नु त ठ्याक्कै मिल्ने रहेछ। ग्राउन्ड स्लोप चाहिँ हाम्रो डिजाइन स्लोप भन्दा बढी आइदियो भने के गर्छ त हामीले क्यानल प्रोभाइड गर्नुपर्छ नि त, ग्राउन्ड लेभलमा लाने हो हामीले क्यानल त जहिले, त्यही भएर के हुन्छ एन्सर चाहिँ यो हुन्छ है त। अरू के छ डिजाइन बेड स्लोप एक्सिड ग्राउन्ड स्लोप भनेको छ पनि सुन्दाखेरि उस्तै सुनिन्छ होला, तर यसको अलि ठ्याक्कै अपोजिट मिनिङ दिन्छ है त। अनि ग्राउन्ड स्लोप इज सेम एज डिजाइन बेड स्लोप, यो त हुँदै भएन, अब नन पनि हुन्न है।
यस्तो हामीले क्यानल लाँदै गरेका छौँ, यो त क्यानल त्यही लेभलमा ग्राउन्ड लेभल छ भने त ठिकै छ। यदि ग्राउन्ड लेभल झ्याप्प ड्रप भयो भने अब क्यानल पनि त ग्राउन्ड हामीले माथि माथि हावामा लाने कुरो त आउँदैन नि त, कस्ट पनि धेरै लाग्छ भनेपछि ग्राउन्ड चाहिँ ड्रप भयो भने हामीले त्यही अनुसार क्यानललाई ड्रप गराउने हो नि त। त्यही भएर ग्राउन्ड स्लोप एक्सिड द डिजाइनिङ बेड स्लोप हुन्छ क्या। कन्डिसन फर सुपर क्रिटिकल फ्लो भनेको छ। अब सब क्रिटिकल सुपर क्रिटिकल क्रिटिकल भनेको के हो त, इक्वल टु यो फ्राउड नम्बर है, फ्राउड नम्बर 1 भनेको के हो क्रिटिकलको केस हो। त्यसपछि लेस देन 1 भनेको सब क्रिटिकल होला, ग्रेटर देन 1 भनेको सुपर क्रिटिकल है त। ए यसमा चाहिँ एड ब्याग आउने रहेछ है त। ल यो चाहिँ क्याल्कुलेसन गर्नु होला। प्लान्ट युज रिभर्सिबल टर्बाइन इन भनेको छ। यो रिभर्सिबल टर्बाइनको मिनिङ बुझ्नु भएको छ पहिला, यो बुझ्नु पऱ्यो नि त एन्सर गर्नुभन्दा पहिले त। रिभर्सिबल टर्बाइन भनेको जस्तो तपाईँले पानी पठाउनु भएको छ नि, बिजुली निकाल्न सक्छ त्यताबाट। बिजुली पठाउनु भयो भने फेरि के छ, पानी पनि हाइटमा पुर्याउन सक्छ क्या। कुनै इलिभेसनबाट तपाईँले पानी पठाइराख्नु भएको छ भनेपछि त्यहाँ त काइनेटिक एनर्जी आउँछ नि त, टर्बाइनमा दिनुहुन्छ भने चाहिँ त्यहाँबाट बिजुली निस्किने। अल्टिमेटली बिजुली पास गर्नुभयो भने त पानी उल्टो सप्लाई गर्न सक्नु पऱ्यो क्या। त्यसलाई चाहिँ रिभर्सिबल टर्बाइन भन्छौँ। यो चाहिँ कुन बेला प्रोभाइड गर्छौँ त भन्दा हाम्रो ठ्याक्कै पम्प स्टोरेजमा के गर्छौँ, पैसा सस्तो परेको बेला चाहिँ हामीले पानी मजाले तलबाट लो इलिभेसनमा माथि लगाएर जम्मा गर्छौँ, अनि बिजुली महँगो भएको बेलामा त्यही टर्बाइन युज गरेर चाहिँ के गर्छ, बिजुली निकाल्छौँ र त बेच्छौँ नि त हामीले। भनेपछि एउटै टर्बाइनले के छ त, सुरुमा पानी तान्ने काम पनि गरेछ, पैसा सस्तो भएको बेलामा तान्दा त फाइदा हुन्छ नि त हामीलाई, अनि महँगो भएको बेलामा फेरि बिजुली निकालेर बेच्न हुन्छ भनेपछि दुवै डिरेक्सनमा के छ, यो टर्बाइनले काम गर्नु पर्यो। त्यही भएर त्यस्तो ठाउँमा चाहिँ पम्प स्टोरेजमा चाहिँ के छ, रिभर्सिबल टर्बाइन चाहिन्छ है त। टाइडल प्लान्ट भनेको हाम्रोसँग खासै रिलेटेड छैन। टाइडल भनेपछि त हाम्रो त समुद्रतिरको हो नि त होइन, त्यहाँको इनर्जीलाई चाहिँ एक्सट्र्याक्ट गर्न बनाउने प्लान्ट होला। मलाई पनि त्यति धेरै थाहा छैन है त्यसको चाहिँ। अनि भिकाट एपार्टस इज युज्ड इन भनेको छ, केमा युज गरिन्छ त यो, त्यो कतिचोटि आइसकेको क्वेसन छ है त। कन्सिस्टेन्सी अब सेटिङ टाइममा पनि युज गरिन्छ होइन। अब सेटिङ टाइममा आउँदा बोथ आउला, यदि दुइटै आछ भने चाहिँ फेरि कन्सिस्टेन्सीलाई यसलाई नै प्रायोरिटी दिनु पऱ्यो है दिन चाहिँ। साउन्डनेस केबाट गरिन्थ्यो, लिचेटरबाट गरिन्थ्यो होइन त। फाइननेस पनि केबाट गरिन्थ्यो, त्यो सिब एनालाइसिसबाट गरिन्छ। सिब नम्बर 9बाट चाहिँ पास गराएर गर्थ्यौँ हामीले। अनि स्ट्रेन्थ अफ टिम्बर इज म्याक्सिमम इन द डिरेक्सन अफ भनेको छ। टिम्बरको चाहिँ ग्रेनको प्यारललमा पनि म्याक्सिमम हुन्छ है त स्ट्रेन्थ चाहिँ। यो ग्रेनहरू भयो भने यसको प्यारललमा के हुन्छ, म्याक्सिमम हुन्छ, पर्पेन्डिकुलरमा मिनिमम हुन्छ। के छ, प्यारलल टु ग्रेन चाहिँ के हुन्छ, म्याक्सिमम हुन्छ। अर्डिनेट अफ युनिट हाइड्रोग्राफ इज अब्टेन बाई डिभाइडिङ अर्डिनेट अफ डिआरएच बाई भनेको छ। युनिट हाइड्रोग्राफ भनेको के हो, युनिट हाइड्रोग्राफ भनेको 1 सेन्टिमिटर रेनफलले गर्दाखेरि हो नि त। रेनफलले प्रोड्युस गर्ने हाइड्रोग्राफलाई युनिट हाइड्रोग्राफ भन्ने हो। भने चाहिँ हामीले के छ, कति सेन्टिमिटर रेनफल भएको हो त्यसले चाहिँ डिभाइड गर्छौँ। भनेको त हाम्रो खोलामा आएको पानीलाई मेजर गर्ने नि त हाइड्रोग्राफ बनाउँदा। खोलामा आउने पानी त रन अफ भएको पानी परेकोबाट पनि उँधो पर्कुलेट भएको पानी आउँछ त, जमिन मुनि गएको त आउँदैन। भने चाहिँ रन अफ पानी मात्र आउँछ। भने चाहिँ कति रन अफ भयो त्यो डेप्थले डिभाइड गर्ने भने चाहिँ के आउँछ त, हाम्रो युनिट हाइड्रोग्राफ आउँछ है त। जस्तै यो चाहिँ खोलामा हामीले अब्टेन गरेको हाइड्रोग्राफ हो, यो पिक हो भने अब यसमा चाहिँ रन अफ डेप्थले डिभाइड गरिदिउँ भने हाम्रो के आउँछ त, युनिट हाइड्रोग्राफ आउँछ है त। रन अफ किन रेनफल भएन, किनकि रेनफल भएको सबै पानी त खोलामा आउँछ त, हाइड्रोग्राफमा आउँदैन नि त, त्यो तल वाटर टेबलमा पनि मिसिनेको हुन्छ नि त डाइरेक्ट। त्यही भएर रन अफ भएको डेप्थ चाहिँ लिउँ है त हामीले यसमा। अनि विच अफ द फलोइङ इज राइट भनेको छ। गज प्रेसर भनेको के हो भन्नु त ल पहिले, एटिएम एब्सोल्युट गज भ्याकुम भन्ने नि हुन्छ यहाँ रहेछ ल। जस्तै कुनै एउटा एब्सोल्युट लेभल छ है त, प्रेसरको 0 लेभल छ, अनि हाम्रो नर्मल एटमोस्फियरमा हुनेलाई पिएटिएम भन्छौँ होइन हामीले। एटमोस्फियरको यो जुन अहिले हावामा हामीले फिल गरिरहेछौँ नि त, हामीले खासै फिल त गर्दैनौँ, त्यहाँ पनि केही न केही प्रेसर त छ नि त, माथिको एयरले थिचिरहेछ हामीलाई एटमोस्फियरको भने चाहिँ त्यो पिएटिएम बराबर छ। अब योभन्दा हामीले प्रेसर नाप्दाखेरि चाहिँ पी गज भनेको चाहिँ एटिएमलाई चाहिँ रिफरेन्स मानेर गरिरहेको हुन्छौँ कि यहाँभन्दा कति बढी छ त भनेर, त्यसलाई पी गज भन्छौँ। यहाँदेखि नाप्नु पऱ्यो भने यो त पी एब्सोल्युट हो,
एब्सोल्युट 0 सँग चाहिँ रिफरेन्स मानेर हेर्यौँ भने पी एब्सोल्युट हुन्छ। अनि पी भ्याकुम भनेको कस्तो भन्दा यहाँबाट तलतिर जस्तै नेगेटिभ प्रेसर हुन्छ नि त, जुन चाहिँ एटमोस्फेरिक भन्दा कम भ्यालु हुन्छ त्यसलाई चाहिँ पी भ्याकुम भन्छ है त। पी भ्याकुम भनेको यसको तलतिर मेजर गर्छौँ, गज भनेको माथितिर छ, एटिएमई भन्छ। कुन इक्वेसन ठिक छ यहाँ हेर्नु त। पी एब्सोल्युट निकाल्नलाई त यहाँदेखि यहाँ पी एटिएम हो, यति पी एटिएम प्लस पी गज निकाल्नु पऱ्यो कि परेन? भने चाहिँ पी एब्सोल्युट भनेको पी सुरुकै मिलेर आएछ क्या। यो अरू ट्राई गर्नुभयो भने मिल्दैन है, त्यसरी मिल्ने गरी दिएकै हुँदैन। भ्याकुम भनेको के हुन्छ त? यति भनेपछि त लेख्न सक्नुहुन्छ नि भ्याकुम भनेको के हो। ठिक छ है त। भनेपछि किनकि त्यो एटमोस्फेरिक भन्दा तल गइरहेछ नि त, कम छ नि त। नट अ कम्पोनेन्ट अफ विच अफ द फलोइङ इज नट अ कम्पोनेन्ट अफ रिभर ट्रेनिङ ओभरको हो है त। कुन चाहिँ रिभर ट्रेनिङको पार्ट होइन त भन्नु त, कम्पोनेन्ट होइन। जस्तै अब स्पर भनेको हो, जस्तै स्पर कस्तोलाई भन्थ्यौँ हामीले, यसरी यो छेउछाउमा प्रोभाइड गर्थ्यौँ नि होइन, यसलाई स्पर भन्थ्यौँ। मलाई लन्चिङ अप्रोन भनेको पनि हामीले रिभर ट्रेनिङमा डिजाइन गर्थ्यौँ। मार्जिनल बर्न भनेको पनि त्यही हो, तर क्याचमेन्ट एरिया हो त होइन। भने चाहिँ हाम्रो नट कम्पोनेन्ट भनेको छ भने चाहिँ एन्सर चाहिँ के हुने भयो? यो हुने भयो त, एन्सर होइन। इन पट एनालाइसिस द टाइम एस्टिमेट अफ एक्टिभिटी एन्ड प्रोबाबिलिटी अफ दियर अकरेन्स फलो। यसमा पनि हेर्नु है, धेरैले बिगारिराख्नु भएको हुन्छ। तपाईँको एक्टिभिटी भनेको छ कि टोटल प्रोजेक्ट ड्युरेसन भनेको छ के, त्यो विचार गर्नुपर्छ। इन पट एनालाइसिस द टाइम एस्टिमेट अफ एक्टिभिटिज भन्यो भने तपाईँको एक्टिभिटिजले चाहिँ बेटा डिस्ट्रिब्युसन फलो गर्छ, तर टोटल ड्युरेसन हुन्छ नि जुन प्रोजेक्टको, प्रोजेक्टमा के हुन्छ? धेरैवटा एक्टिभिटी हुन्छ कि नै, धेरैवटा एक्टिभिटीहरू होला। भनेको हरेक एक्टिभिटीले चाहिँ के गर्छ? बेटा डिस्ट्रिब्युसन फलो गर्छ, तर ओभरअल जुन ड्युरेसन छ नि हाम्रो प्रोजेक्टको त्यसले चाहिँ फेरि के छ? नर्मल डिस्ट्रिब्युसन नै गर्छ है त। ओभरअल प्रोजेक्ट ड्युरेसनले चाहिँ त्यो कुरो बुझ्नु पर्यो। सिपिएममा त नर्मल डिस्ट्रिब्युसन नै हो क्या, दुईवटा एक्टिभिटीको लागि पनि नर्मलै हो अनि हाम्रो उसको लागि पनि नर्मलै हो टोटल पनि। सुरुदेखि फेरि ओके ठिक छ भइरह। ए ठिक छ ल। यो लेसी सिल्ड फ्याक्टर फर 0.3 हेर्नु त, अघि अरू सेटमा पनि थियो त लेसीको चाहिँ। लेसीको के छ त 1.76√/d कति आउँछ त? यो ठ्याक्कै 1 तिर आउँछ है। यो चाहिँ क्यालकुलेटर थिच्नु त ल। अर्को छ टेराकोटा इज युज इन बिल्डिङ फर भनेको छ। के को लागि युज गरिन्छ टेराकोटा? यो त अर्नामेन्टल वर्कको लागि हो। यो नि हुँदैन, यो नि हुँदैन। सजिलो छ है क्वेसनहरू त। इन एन ओपन च्यानल फ्लो द अल्टरनेट डेप्थ आर। हेर्नु त यो पनि झुक्याउन सक्छ। कतिवटा डेप्थ छ हाम्रो? अल्टरनेट छ, सिक्वेन्स छ, अनि अर्को कन्जुगेट छ होइन। कुनको लागि के हो? यो अल्टरनेट भनेको के को लागि हो? सेम स्पेसिफिक इनर्जी सेम भयो भने चाहिँ यो चाहिँ अल्टरनेट हो है त, अल्टरनेट हो। अनि हाम्रो स्पेसिफिक फोर्स यो भनेको हाइड्रोलिक जम्पको अगाडि र पछाडिको डेप्थ हो कि होइन? स्पेसिफिक फोर्स सेम हुँदा